आज चाहिँ शुक्रबारको दिन हाम्रो स्कुलमा नयाँ सरलाई एकदमै धेरै रमाइलोको साथ स्वागत गरियो। आज चाहिँ टक्क बाल मिलाएर ड्रेस लगाएर झोला बोकेर म हिँड्छु स्कुलतिर। हाम्रो गाउँमा पनि अहिलेसम्म पनि घाम लागेको थिएन। हिँड्दा हिँड्दा माथितिर आएको यतातिर पनि साथी पहिरिने गइसकेको रहेछ। थोरै समय अगाडि गएको रहेछ, बाटोमा भेटिहाल्यो। त्यसपछि साथीहरूसँगै स्कुलतिर हिँड्यो। हाम्रो स्कुलमा पनि धेरै दिनको प्राक्टिस अनुसार पिटी गर्दा नबिगारिकन सबै विद्यार्थीहरू एउटै पिटी गर्थे। केही समय पढाइ भएर एकचोटि पढाइ रोकिन्छ, किनभने आज कार्यक्रम हुने भएकाले। त्यही भएर हामी पनि यसो कम्प्युटर क्लासतिर आएको। यतातिर पनि धेरै समयदेखि बिग्रिएका कम्प्युटरहरू सपर्दै रहेछन्। साथी पनि यतातिर कम्प्युटर बिग्रेका भए पनि चलाउँदै थियो। कार्यक्रम कतिखेर सुरु होला भनेर हामी पनि पर्खिरहेका थियौँ। त्यसपछि बिहानको घाम ताप्न भनेर हामी आउँछौँ छतमा। यतातिर पनि सबै आफ्नो काममा बिजी थिए। त्यही भएर हामी पनि अलि रमाइलो गर्नु पर्यो भनेर डिजे ल्याएर आफ्नै क्लासमा बजाएर नाच्न थाल्छौँ। आफूलाई पनि नाच्नै नआउने साथीहरू पनि यता फरक फरक स्टाइलमा मस्तले नाच्दै थिए। यतातिर पनि कार्यक्रम सुरु भइसकेको रहेछ। त्यही भएर हामी पनि झोला बोकेर कार्यक्रममा उपस्थित हुन्छौँ। उतातिर पनि हेड सरद्वारा नयाँ सरलाई स्वागत गरिँदै थियो। सबै साथीहरू पनि धैर्यका साथ मस्तले बसिरहेका थिए। त्यसपछि केही समयपछि हामी पनि हाम्रो नयाँ सरलाई टिका सिका लगाएर स्कुलमा स्वागत गर्छौँ। हामी पनि स्वागत गरेर यतातिर बसिसकेका थियौँ। उतातिर साथीहरू पनि टिका लगाएर सरलाई स्वागत गर्दै थिए। त्यसपछि केही समयपछि कार्यक्रम भइसकेपछि हामी हिँड्छौँ घरतिर। यतातिर साथीहरू पनि त्यत्तिकै मजा गर्दै एकअर्कालाई हान्दै थिए। उतातिर पनि गेट पनि खुलिसकेको रहेछ। त्यही भएर हामी पनि सरर घरतिर लाग्छौँ। आजको ब्लग यति नै, टाटा एन्ड बाई बाई।